बाइबलमा लेखिएको छ कि हाम्रो मुखबाट निक्लेको वचनले चाहिँ कसैको हृदय दुखाउँछ भने चाहिँ त्यो चाहिँ सबैभन्दा ठुलो पाप हो भनेर है। र हामीले बोल्नुभन्दा धेरै अगाडि सोच्नुपर्छ कि मेरो वचनले चाहिँ अर्काको हृदय मैले दुखाएको छु कि छुइनँ भनेर है। र यही सोच लिएर दिनको सुरुवात गर्दै म अनुषा तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत गर्दछु। र आज चाहिँ थर्सडे र आज बिहानै उठेर मैले चाहिँ नुहाइधुवाइ गरेँ है। अन्त किनभने आज चाहिँ बिहिबारे हाट र हाट बजारकोहरूले चाहिँ मर्ज गरेर चाहिँ दोकान राख्ने थियो आज चाहिँ, त्यही भएर चाहिँ जग्गाको लागि चाहिँ बिहानै जानु थियो। र म बिहानै उठेर तयारी भएँ र आज चाहिँ मैले बक्कु लगाएको छु किनभने हामीले चाहिँ ट्रेडिसनल अटायरमा आउनु भनेको थियो। तर म प्रायः जस्तो चाहिँ राई ड्रेस लगाउने गर्थेँ है, जतिजनालाई थाहा छ। र योपालि चाहिँ मैले नयाँ ट्राई गरेर सजिलो पनि भनेर चाहिँ बक्कु लगाएँ र मेरो गाडी पनि आयो। म बिहान चाहिँ गाडी घरमै बोलाएर नै जान्छु। र आजको दिन पनि एकदमै राम्रो भएको थियो, घाम लागेको थियो र म चाहिँ लागेँ हाट बजारतर्फ। र म चाहिँ आइपुगेँ अघि कति 7 बजीतिर आइपुगेको। 7 बजी आएर यहाँ सामानहरू सेटल गरेँ हो। र म तपाईँहरूलाई देखाउँछु मेरो दोकान चाहिँ कहाँनिर छ भनेर। नेक्स्ट थर्सडेदेखिको चाहिँ तपाईँहरू यहीँनिर यो दोकानमा नै आउनुहोस् होला इफ तपाईँहरू आउनुहुन्छ भने मेरो दोकानमा। र मेरो दोकानको लोकेसन कहाँ छ म तपाईँहरूलाई देखाउँछु है। यहाँनिर उकालो यो माथिल्लो हाट बजारको गेट, त्यहाँदेखिको यहाँ यो मन्दिर छ, त्यस्तै साइडमा चाहिँ यहाँ चाहिँ मैले मेरो दोकान राखेको छु। जय मसी अङ्कल, यहाँनिर चाहिँ मेरो दोकान छ। अब हामीले चाहिँ यहीँ म्यानेज गरेर राख्नुपर्छ किनभने चाहिँ आजदेखिको चाहिँ दुईवटा मिक्स हो नि त, त्यही भएर चाहिँ जग्गा चाहिँ सानो पाएको छु बट स्टिल खुसी छु। समथिङ इज बेटर देन नथिङ भनेको जस्तै है, नपाउनुभन्दा पाएकै ठिक छ। सबैले मिलेर राख्नै पर्यो है। यहाँ चाहिँ आशिष दादाको प्लान्ट्सहरू छ। मेरो सामान किन्दा तपाईँहरूले प्लान्ट्सहरू पनि किन्नु सक्नुहुन्छ। र यो मन्दिरको चाहिँ जस्ट यहाँनिर चाहिँ मेरो दोकान छ है। र नयाँ सामान एड भनेको चाहिँ यही हेयर ब्यान्ड छ, टेडी बियर, यो नयाँ फुल बनाएको छु मैले पाइप क्लिनरले। त्यहाँदेखिको नयाँ यो जेलीफिस नयाँ बनाएको छु। अरू त प्रायः सेमै हो, वाइट डेजी छ नयाँ। यति नै छ आज चाहिँ फिलहाल।